टु आज हामी चाहिँ रेडी भएर सबैजना जाँदैछु। कहाँ जाँदैछु? फा मिनिया टु हो के अरे? ओके, सुने थाहा छ त्यहाँ के छ? हौ तपाईँलाई थाहा छ? त्यो सानो सानो बिल्डिङ अनि के सानो सानो जस्तै हैन? लेगोल्यान्ड जस्तै बनाएको छ। सिमन तिमीलाई थाहा छ हामी कहाँ जाँलाको? होइन छोरो। ओहो हो कि टेम्परेचर चाहिँ राम्रै होस्। आजको हाम्रो गेटअप चाहिँ यस्तो वाला छ। गाडीमा बस्छौँ। यो हाम्रो यहाँ विनोद दाईको। हाई विनोद दाई, आज हामी कहाँ जाँलाको भनिदिनु त एकचोटि। आज हामी जान्छौँ ह्याम्बर्ग टाउन सेन्टर। ओके, त्यहाँ चाहिँ हामी वकिङ स्ट्रिटमा घुम्छौँ, सपिङ गर्छौँ, ओके अथवा लन्च कफी सफी खान्छौँ। ओके, त्यसपछि हामी जान्छौँ ह्याम्बर्ग मिनिएचर टुर। ओके, वान अफ द बेस्ट एन्ड द मस्ट। द ह्याम्बर्गको एकदम ठुलो के भन्छ ट्राभल। एउटा अनि ह्याम्बर्गको टावर पनि जान्छौँ, ह्याम्बर्ग प्लाजा हुन्छ त्यसलाई चाहिँ। ओके, त्यहाँबाट चाहिँ सनराइज सनसेट अनि होल भ्यू। ओके, अनि हामीलाई सपिङ गराइदिनुहुन्छ भाउजू? चर्मेला भाउजू हामीलाई सपिङ गराइदिनुहुन्छ? सपिङ प्लाजामा लिएर जाने रे आज। ओके, चारजना बच्चा तपाईँहरू हेर्ने हो? चारवटा बच्चा हेर्दा त पागल होला नि। ओके, 1 घन्टा। ओके, नो प्रब्लम। ओके भाउजू, ल भने चाहिँ ल विशेष तैँले हामीलाई सपिङ गर्ने दिने रे 1 घन्टा। ओके, सो अब हामी जाँदैछौँ ह्याम्बर्गको मेन सिटीतर्फ। हामी बसेको ठाउँ थोरै बाहिर थियो सिटीबाट, त्यही भएर त्यहाँ पुग्नको लागि हामीलाई लगभग 30 मिनट्स जस्तो लाग्छ। सो हाम्रो फर्स्ट कुरा त्यहाँ गएर हुने भनेको ब्रेकफास्ट, बिकज हामीले ब्रेकफास्ट गरेको छैन होटलमा। सो त्यहाँ गएर ब्रेकफास्ट गर्ने अनि त्यसपछि विल सी अराउन्ड द सिटी। तिनीहरूले हामी कहाँ जान्लाको भनेर ह्याम्बर्गर या दुई गाइती बाबा तिमीले सही भन्यो। हाम्रो प्लान चाहिँ राइट आफ्टर ब्रेकफास्ट मिनिएचर वन्डरल्यान्डमै जाम भन्ने थियो खास, किनभने इट्स ह्युज प्लेस अनि धेरै कुरा छ त्यहाँ हेर्नको लागि भनेर। तर टिकटै पाउन गाह्रो रहेछ, एकदमै बिजी प्लेस भएको भएर चाहिँ 3:30 बजेको स्लट मात्र खाली छ। सो त्यहाँभन्दा अगाडि चाहिँ अब हामी विल गो सी अराउन्ड द सिटी। मेरो छोरो बेबी या छोरो सी हेर त के हो त्यो ठुलो, के हो त्यो? हजुर टक्कनमै हेर्दैछु। हामी 2 मिनटमा आइन्छ। हाम्रो 300 मिटर छ, हामी त अलमोस्ट पुगिसक्यो। हामी चाहिँ अहिले के पार्किङमा जान लाग्यो? अब वकिङ स्ट्रिटमा जाने, त्यहाँ पार्किङ त खोज्नु पर्छ त्यहाँ गएर केटी। त्यो त च्यालेन्ज त त्यहाँ छ। पार्किङ वाज अ रियल च्यालेन्ज, बट देन लगभग आधी घन्टा घुमेपछि फाइनल्ली सपनले चाहिँ पार्किङ भेट्यो र म चाहिँ उसले भनेको ठाउँमा गएर पार्किङ गरेँ। इट वाज टफ। हेरौँ जर्मनीको के राम्रो छ। बच्चा बोकेका छन्। सानो बच्चालाई खुवाउनु नि पर्यो। टाउन हल। ओके, टाउन हल। ओके, टाउन हल। ओके, भएको भए त हामी भाउजू र म त सपिङ गर्न जानुहुन्थ्यो है। के गरौँ, धेरै पैसा छैन हामीसँग। दाले सपिङ गराइदिन्छ भनेको छ। सपिङ गराऊ, खुलेर गराऊ भनेको छ हामीलाई। थाहा छैन, खुरुखुरु काटिदिने हामीलाई। फोटो व्हाइटबाट फोटो लिनु। यहाँ सबजना पुलमा खाना पनि खाइरहेछन्। यसरी पानीको मुनि रेस्टुरेन्ट पनि हुँदो रहेछ। यहाँनिर आफूले विस गरेर अनि यो लक हान्ने अनि यहाँ नामहरू के लेख्न मिल्छ थाहा छ? यो तान्जिया मलिक रे मुस्की 2 जना लभर्स होला। मारा यान्स रे
ओके ओके यो चाहिँ कहाँ होला भन्नु यो चाहिँ हाम्रो टाउन सेन्टर ओके अब चाहिँ हामी यहाँ टाउन हेर्छौँ यहाँ बिल्डिङहरू जुन खतरा रहेछ प्लस पछि पानीहरू चाहिँ सो गुड भ्यूजहरू एकदम अमेजिङ अब यहाँ एकछिन हामी खाजासाजा खाएर अनि हामी गो टु एन्ड प्लेस ओके अब हामी अलिअलि सेल्फी पनि लिँदैछौँ यो चाहिँ यस्तो छ यहाँ ह्याम्बर्गको सहर लिन लाएको अब यहाँ मिलाउँदैछन् ग्रुपले को चाहिँ फेरि फोटो लिन लाग्छौँ प्लिज मिलम 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 पिनट बिस्ट्रो भन्ने छ यहाँ चाहिँ हामी बेकरी खान लागिरहेछौँ यो पाउँछ टाइम ब्रेक टाइम ट्याक्कै टाउनहरूको पारी चाहिँ यो दामी पिनट बिस्ट्रो भन्ने रहेछ होइन यहाँ चाहिँ हामी यो खानेकुरा हल्का लाइट ब्रेकफास्ट जस्तै खाएर चाहिँ अब फेरि बाँकी टुरमा निस्क्ने अनि यो सो गुड के छ ब्रो ठिक छ सी सन्डे थोरै गफसप किन भन्नु आफ्नो भाषा प्राउड गर मोदी संसारभरि मोदी हिन्दीमा भाषा थोरै गफ हुँदैछ यहाँनिर के गफ हुँदैछ किन बोल्नु जरुरी छैन आफ्नो भाषा हो कसले गर्छ पठाउनु त्यसैले आफ्नो भाषा पठाउनु त्यसैले हो एक्ज्याक्टली पुलिस सिकेर आउँछ न एक्ज्याक्टली हो नि संस्कृत त्यसै गरेर ढुक्क छ जति पाउन लाग्छ किनकि पैसा तिरिसक्यो 12 वर्ष बोल्दो रहेछ फोटो सुट हुँदैछ यहाँ चाहिँ बच्चाहरूलाई कसरी हुन्छ खेल्नै परेछ हाई सिमन कहाँ चढेको होला तिमी पनि भोलि पर्सि त्यसरी नै उ दादाहरू जस्तै चढ्ने होला होइन दादा जस्तै चढ्ने हो उनीहरूको फोटो यही हो मौकामा खिच्ने भनेको सिमन मजा आयो अब कसरी तल आउँछ The best thing today is the weather. यस्तो पर्फेक्ट वेदर छ कि न गर्मी न जाडो होइन प्लस सर हावा लगाइरहेको छ अनि फुल फिल भइरहेको छ ल तपाईँ यतिकै बस्नु त कति लामो बुझेर त सुसी बुस लड्डू
बच्चाहरूलाई यही मनपर्छ अनि यता छेउछेउमा कस्तो ओके कस्तो लाग्दैछ त गाइस जर्मन एक घन्टाको लागि क्रुज ए ओके हामी त्यसमा जान लाग्यो क्रुज टुर के तानेको ढुङ्गा आउला फेरि ओ माई गॉड के हो सिमोन अब ढुङ्गा चढेर कहाँ जाने त हामी दुईजना गफ गर्दैछौँ एकछिनमा यसरी ढुङ्गा चढेर सरर टुवा जान्छन् 1 घन्टा स्किपमा चढेको छ त्यसलाई पनि एकछिन तल राख्दैन साइडमा ओ माई गॉड सो अब हामी कहाँ जाँदैछ विनोद दाइ सो रमाइलो तर हामीले सोचेको भन्दा राम्रै वेदर भयो है एकदम चाहिँ म चाहिँ त्यो उताबाट आउँदाखेरि चाहिँ 29, 30 ओ माई गॉड यो गर्मीमा कसरी घुम्ने भएको थियो मलाई त्यही त Ein Leihhaus mit dem Namen Nachbarschaft. Parallel dazu Blätterungsindustrie, Kombi auf der ersten Brücke, Kombi auf der ersten Brücke, sind das 10 Jahre später auf dem Abenteuer. भाषा बोल्या ट्युसको भाषा बोल्या छ के बुझेको छैन Zweite Brücke. क्या पावर हावा चलेर किन गर्मी भएको छ छैन ओए त्यो डाइली छैन तल जाने रे बुढाबुढी यसरी घुम्ने डर नलाग्यो हामी कहिले घुम्ने यसमा है अहिले बोर्ड लिएको भए त ल्यान्डमार्कमा हामी पनि अनि हामी पनि बोर्डमा अहिले हिँडिरहेको थियौँ तर केही छैन हामी रेन्टमा पनि त लिन सक्छौँ तर यो बच्चाहरू अलिक सानो छ अलिक ठुलो भएपछि चाहिँ होइन मजा आउँछ यसलाई भोक लाग्यो रे अब दाइले दुध बनाएर लिएर आउँछ अनि खान्छ जुनीले भोक लागेछ जुनीलाई कहाँ जानला हामी कहिले गर्ने हो त्यसरी ढुङ्गा इन्जोय गर्दै हुनुहुन्छ नि तपाईँ रमाइलो लागिरहेछ एकदमै ओके छ त Okay, 1 घन्टाको बोट राइड पछि अब हामी came back to the place from where we started. It was not so extraordinary, but then it was a fun ride. हैन रेस्ट भयो चिल भयो अनि नयाँ कुराहरू पनि देखिन त तर not as expected. Als der Blick kam nach, aber garantiert nicht, da handelt es sich schon eher die Besenkammer mit Hofsitz. Das Beste in diesem Hotel ist die Präsidentensuite, die sich im 4. Stock oben links befindet. Die durften wir vor 2 Jahren...
खानेकुरा यस्तो 이거 오. ओके त्यो अगाडि देखेको बिल्डिङ चाहिँ मिनिएचर वन्डरल्यान्ड भन्छ। यो चाहिँ संसारकै सबैभन्दा ठुलो रेलवे एक्जिबिसन सेन्टर हो। यदि तपाईँहरूलाई संसारको विभिन्न देशहरू एकै दिनमा घुम्न मन छ भने मिनिएचर वन्डरल्यान्ड इज फर यु। यहाँ अब गाडीहरू अब रेसिङ कारहरू कुदिरहेको छ होइन, बिल्डिङहरू त्यस्तै छ, प्लस अब हरेक स्ट्रक्चरहरू अनि जियोग्राफी ल्यान्डस्केपहरू यस्तो राम्रोसँग बनाएको छ कि इट लुक्स सो रियल। जस्तै मैले अब यहाँ चाहिँ स्विजरल्यान्डको हेरेँ होइन, स्विजरल्यान्डको जुन ठाउँको बारेमा थियो, जुन ठाउँ हामी घुम्न गएको थियौँ, इट्स एक्ज्याक्टली रेप्लिका सेम थियो। सो यिनीहरूले पपुलर ठाउँहरू चाहिँ सबै बनाएको छ संसारकै। अब यो ठाउँको बारेमा एउटा कुरा भन्नु पर्दा चाहिँ आई रियली लभ दिस प्लेस होइन, जुन हार्डवर्क तिनीहरूले गरेको छ टु द डिटेलिङ अफ एभ्रिथिङ, दिस इज माइन्ड ब्लोइङ, अमेजिङ छ। तर अब जस्तै अब हाम्रो बच्चा सानो भएको भएर हामीले धेरै टु द डिटेल त हेर्न पाएन होइन, प्लस त्यस्तो धेरै टाइम स्पेन्ड गर्न पनि पाएन होइन। तर तपाईँहरूको बच्चा ठुलो छ भने चाहिँ दिस कुड बी वान अफ द बेस्ट प्लेस टु सो अराउन्ड इन ह्याम्बर्ग। ओके, यो बोर्डमा चाहिँ कुन देशबाट कतिजना मान्छेहरू चाहिँ यो ठाउँमा घुम्न आउनुभयो भनेर लेखेको रहेछ होइन। जस्तै अब मैले पनि टिकट काट्दा चाहिँ म नेपाली हुँ भनेर टिकट काटेको थिएँ आज 3 बजेको टिकट काट्दा चाहिँ। सो आई थिङ्क आइ एम अल्सो अन द लिस्ट होइन। मसँग गरेर अहिलेसम्म 1136 जना आइसक्नु भएको रहेछ। सो यदि तपाईँहरू पनि आइसक्नु भएको छ भने जस्ट लेट मी नो। Shimon, Roju. टुर मिनिया टुर गएर तर बच्चाहरूले गर्दा राम्रोसँग हेर्न चाहिँ केही थिएन। यिनीहरूलाई नै खाली कहाँ गयो कहाँ हरायो भन्दै खोज्न जानु पर्यो। हरे शिव फाले खै देखाऊ, ह्याप्पी छ तिमी? ओ माई गॉड, अब भोक लागेर हामी चाहिँ यो इन्डियन स्ट्रिट किचनमा आएको छ। मेबी भित्र जाउँ पहिला। ब्युटिफुल डेकोरेसन्स ऐना रहेछ, म पनि आएँ। सो बच्चाहरू भोक लागिसक्यो, काका चढिसक्यो। ओफो किन माथि गएको तिमीहरू? अब हामी पनि यहाँ बस्नेछौँ, खानेछौँ। ओके, खाना चाहिँ अभियसली मिठो नै हुनेवाला छ।
किचन, इन्डियन किचन। अब चाहिँ हामी यहाँ जान आँटेको टप अफ द यो चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट प्लेस टु सी इन ह्याम्बर्ग हो। यसको नाम चाहिँ अब सेन्ट निकोलाई चर्च भन्छ यिनीहरूले चाहिँ होइन। यो चाहिँ खास ओरिजिनली चर्च हो, तर इट वाज कम्प्लिटली डिस्ट्रोइड ड्युरिङ वर्ल्ड वार 2। त्यही भएर अब यसको तल म्युजियम पनि छ, जहाँ चाहिँ वर्ल्ड वार 2 भन्दा अगाडिको र पछाडिको पिक्चरहरू हेर्न मिल्छ। अनि वेयर यु क्यान सी द डिफ्रेन्सेस होइन, वर्ल्ड वार 2 अगाडि कस्तो थियो र वर्ल्ड वार 2 पछाडि कस्तो थियो भनेर। बट दिस इज भेरी नाइस, भेरी स्टोरी। यो कति तल्ला हो थाहा छ तपाईँलाई? दा 60 भन्दा माथि तल्ला छ। 40 मिटर। ओके, सो अब हामी ओ माई गॉड, सीवी हामी कति होया हुन्छ अब। You guys are excited? Excited? यो बाहिरको मात्रै बाँकी रहेछ, सबै भित्रबाट हेर्नु। यो सबै नयाँ हो क्या, त्यति बाहिर राखेर मान्छे हेर्नु आछ त्यतिले। Oh my god! Wow, कति? 76 मिटर। 147। ए हामी कति 76 मिटर हायर। Simon, Roju, come here. Oh, beautiful Hamburg. यहाँ चाहिँ यो होल सिटी यस्तो देखिन्छ हाइटबाट। यो एकदम पुरानो फोटो जस्तो लाग्यो, धेरै हाइट छ। चाहिँ जहाँ गए पनि केही गर्नै पर्छ। I will run now. के आयो त पा? के बज्दो रहेछ? सुनेको दा? केही सुन्ने छैन दाइले। के सुन्दैछ जर्मनीको भाषामा? बुझ्नुभयो? ए त्यो भोइस हो? ए ओके। सिन के छ यसमा? त्यस्तो बजिरहेछ? त्यस्तो बजिरहेछ? पनि सुन्ने? तिमी पनि सुन्ने? जुनी बोले भाउजू? ओके। अघि त
खतरामा बन्दी गर्दा यस्तै त हुन्छ होला हैन यस किन स्याड भएछौ किन स्याड भएछ यो चाहिँ त्यही बिल्डिङ जुन हामीले भर्खर हेऱ्यौँ होइन ओल्ड वार 2 भन्दा अगाडिको बिल्डिङ त्यो बेला चाहिँ कम्पिटिसन हुन्थ्यो कि कसको चर्च चाहिँ सबैभन्दा अल्डको छ र राम्रो छ भन्ने त्यो अनुरूप जर्मनको पनि त्यो टाइममा वान अफ द बेस्ट चर्च थियो प्लस यो जुन चर्चको हाइट छ जहाँ हामी चढ्यौँ अघिको टावर त्यो चाहिँ द टलेस्ट बिल्डिङ इन द वर्ल्ड थियो जुन टाइममा यो बनेको थियो to Hamburg Museum. तपाईँले ओ माई गड यो चप्पल त युनिक हुन्छ होला बुन्दिन्न त एउटा त चाहिँ पुरानो के हो थाहा छैन मलाई त पुरानो भाडा कति वर्ष पुरानो भाडा सिनेले टाइना गर्छ कति वर्षपछि आएर हेर्छ कि के टाइना गर्छ ओल्ड वारमा होइन के टाइना बनाउँदैछ अनि भोलिपर्सि तिमी भोक्सन भएर यहाँ हेर्न आउँछ यो टाइम भोक्सन भएर हेर्न आऊ है त तिमीहरू ओके पानी थाकेको धारामा विनोद दाइले केही मेसेज छोड्नु भएको छ कहिले कहिले यस्तो पुरानो हिस्टोरिकका कुराहरू हेर्दा चाहिँ अलिकति नोस्टाल्जिक भइहाल्दो रहेछ होइन जस्तै अब यो सामानहरू यहाँ देखाएको भाँडाहरू चप्पलहरू त्यो रियल चप्पलहरू हो क्या त ओल्ड वार 2 पछिको मान्छेहरूले चाहिँ डोनेट गरेको कुराहरू हो म्युजियमलाई जुन त्यो बेलामा चलन चल्तीमा थियो के छ डर्नु भयो के गरौँ त तपाईँ सनस्क्रिन तर यो एन्टी लाइट परेर नि कालो आएको होला घाममा बस्यो भने त गोरै आउँछ होला खै कसले किनिदिन्छ कति युरोमा किनिदिएको फा हिँड्दै हिँड्दै बाटोमा यस्तो दामी ठाउँ देखियो होइन यसको नाम चाहिँ के हो देख्दा पनि देखिएन तर सो गुड सो रिफ्रेसिङ एकदम कुल ठाउँ रहेछ मान्छेहरू टुरिस्टहरू पनि टन्नै छ यहाँ र पक्कै केही त होला तर के हो चाहिँ अब म पछि हेरेर भन्छु र बवाल छ ठाउँ चाहिँ अति दामी छ ओए त्यो ब्लग हेर न त्यो देखेन त एकदम अघि आएको त्यो ठ्याक्क थियो कि हामी जस्ट राम्रै घुम्यो हामी कति बजी निस्केको हामी 9:30 एक रातमा त बस्ने भोलि आज एक रात भोलि उता एक रात पर्सि उता एक रात फ्राइडे त ओके हाम्रो स्केड्युल चाहिँ अलिकति टाइट भएकै हो होइन तर अर्कोचोटिको लागि थाहा भयो जस अलिकति टाइम चाहिँ हरेक ठाउँको लागि छुट्याएर आयो भने राम्रो हुँदो रहेछ